सन् 2025मा 11,58,559 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न मुलुकबाट आएका पर्यटकको यो संख्या सन् 2024को तुलनामा केही बढी हो। सन् 2024मा 11,47,548 पर्यटक नेपाल आएका थिए। गत डिसेम्बर महिनामा मात्र 98,190 पर्यटक नेपाल आएका छन्। तीमध्ये भारतबाट 30,093, चीनबाट 8,680, अमेरिकाबाट 6,605, बङ्गलादेशबाट 4,980, अस्ट्रेलियाबाट 4,419 र थाइल्याण्डबाट 4,234 जना पर्यटक आएका छन्। त्यसैगरी बेलायतबाट 3,793, म्यानमारबाट 2,758 र मलेसियाबाट 2,429 पर्यटक नेपाल भित्रिएका छन्। समग्रमा सन् 2025मा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्, जसको संख्या 2,92,438 रहेको छ। यसपछि अमेरिका, चीन, बेलायत, बङ्गलादेश, अस्ट्रेलिया, श्रीलङ्का, थाइल्याण्ड र जर्मनीबाट उल्लेख्य संख्यामा पर्यटक नेपाल आएका छन्। यसअघि सन् 2019मा सबैभन्दा बढी 11,97,191 पर्यटक नेपाल भित्रिएका थिए।